हेलो नमस्ते ल अब आज हामी गर्दैछौँ ड्रिमल्यान्ड पब्लिकेसनको बिजनेस म्याथमेटिक्सको ग्रेड 12 को एप्लिकेसन अफ डेरिभेटिभको एक्सरसाइज 10B को क्वेसन नम्बर 7 show that x to the power 5 minus 5x to the power 4 plus 5x to the power cube minus 1 is maximum when x is equal to 1, minimum when x is equal to 3 and neither maximum nor minimum when x is equal to 0 भन्छ। अब एकदम सिम्पल छ क्वेसन। हामीलाई एउटा फंक्सन दिएको छ, यो फंक्सन चाहिँ x is equal to 1 मा म्याक्सिमम हुन्छ भन्नु पर्यो, x is equal to 3 मा मिनिमम हुन्छ भन्नु पर्यो and neither maximum nor minimum when x is equal to 0 हुन्छ भन्नु पर्यो। यसको मिनिङ चाहिँ के हो त भन्दाखेरि यो जुन हामीलाई तीनटा x दिइराछ यो चाहिँ हामीलाई स्टेशनरी पोइन्ट अलरेडी दियो भनेर बुझ्दा हुन्छ। सो अब यो क्वेसनको लागि स्टेशनरी पोइन्ट ननिकाल्दा पनि हुन्छ, ननिकाले पनि फरक पर्दैन, तर हामी चाहिँ हाम्रो आफ्नै जुन सेट मेथड छ त्यही मेथडबाट जान्छौँ है त। मिनिङ हामी स्टेशनरी पोइन्ट पनि क्याल्कुलेट गर्छौँ। अब यो क्वेसनको लागि हामीसँग भएको डेरिभेटिभको फर्मुलाहरू भनेको यो छ। सो fx को f dash x भनेको d by dx of fx, स्टेशनरी पोइन्ट निकाल्ने कन्डिसन भनेको फर्स्ट डेरिभेटिभ इज इक्वल टु 0, म्याक्सिमाको कन्डिसन भनेको सेकेन्ड डेरिभेटिभ लेस देन 0 र मिनिमाको कन्डिसन भनेको सेकेन्ड डेरिभेटिभ इज ग्रेटर देन 0 र म्याक्सिमा र मिनिमा फाइन्ड गर्ने भनेको x इज इक्वल टु a मा जुन स्टेशनरी पोइन्ट छ त्यसलाई लगेर fx मा राख्ने है। सो बेसिकली चेक गर्दाखेरि सेकेन्ड डेरिभेटिभमा राख्ने र भ्याल्यु फाइन्ड गर्दाखेरि चाहिँ fx मा लगेर राख्ने हो। यो क्वेसन डिल गर्नको लागि हामीले के गरेका छौँ भन्दाखेरि एउटा आउटलाइन तयार पारेका छौँ है। त्यो आउटलाइनलाई चाहिँ हेरौँ है त एकचोटि। यो हामीले सधैँ एभ्री क्वेसनमा गरिरहेछ, तर स्टिल सो यदि इन्डिपेन्डेन्टली यही मात्रै भिडियो हेरिरहेको हो भने चाहिँ सो आउटलाइन हामीले के क्रिएट गरेका छौँ भने एउटा फर्स्ट स्टेपमा चाहिँ के हो त भन्दाखेरि फर्स्ट स्टेप भनेको जहिले पनि फर्स्ट डेरिभेटिभ निकाल्नु पर्यो। फर्स्ट डेरिभेटिभ कसरी निकाल्छ हामीले भन्दाखेरि हामीसँग fx त क्वेसनले दिन्छ र फर्स्ट डेरिभेटिभ भनेको f dash x, यो चाहिँ हामीले क्याल्कुलेट गर्छौँ। अनि यो कसरी क्याल्कुलेट गर्छौँ त भन्दाखेरि d by dx of fx गरेर फर्स्ट डेरिभेटिभ क्याल्कुलेट गर्छौँ। अब यदि फर्स्ट डेरिभेटिभ क्याल्कुलेट भइसक्यो सेकेन्ड स्टेपमा हामी गर्छौँ स्टेसनरी पोइन्ट क्याल्कुलेट। सो अब स्टेसनरी पोइन्ट चाहिँ कसरी क्याल्कुलेट गर्छौँ भन्दाखेरि स्टेसनरी पोइन्टको कन्डिसन युज गरेर। कुन चाहिँ कन्डिसन हो त f dash x इज इक्वल टु 0, यो कन्डिसन युज गरेर स्टेसनरी पोइन्ट क्याल्कुलेट गर्छौँ। अनि यो कन्डिसनमा जुन यो फर्स्ट स्टेपमा f dash x को भ्यालु जे निकालेको हुन्छ डेरिभेटिभ गरेर त्यो चाहिँ यहाँ लगेर राख्ने, इज इक्वल टु 0 छँदैछ, इक्वेसन फर्ममा आउँछ अनि त्यसलाई सल्भ गर्दै जाने। सल्भ गर्दै गर्दै लास्टमा चाहिँ हामीलाई x को भ्यालु चाहिँ एउटा आउन सक्छ और x को भ्यालु दुईटा पनि आउन सक्छ अनि कहिलेकाहीँ x को भ्यालु तीनटा पनि आउन सक्छ। अनि यो तीनटा भनेको चाहिँ अथवा एउटा दुईटा तीनटा जुन x को भ्यालु आउँछ त्यो भनेको चाहिँ के हो स्टेसनरी पोइन्ट। स्टेसनरी पोइन्ट किन चाहिन्छ भनेर भन्दा अगाडि चाहिँ अब हामी थर्ड स्टेपको लागि जान्छौँ, कन्डिसन फर म्याक्सिमा र कन्डिसन फर मिनिमा। मिनिमा र म्याक्सिमा चेक गर्न सेकेन्ड डेरिभेटिभ लेस देन 0 र सेकेन्ड डेरिभेटिभ ग्रेटर देन 0 चाहिएको रहेछ। भनेपछि पहिला सेकेन्ड डेरिभेटिभ नै निकाल्नु पर्यो नि त। सो हामीले यहाँ त अहिलेसम्म सेकेन्ड डेरिभेटिभ त कुरै गरेका छैनौँ। सो त्यही भएर स्टेप 3 मा चाहिँ हामी के गर्छौँ त सेकेन्ड डेरिभेटिभ निकाल्छौँ। थर्ड स्टेप भनेको के गर्ने रहेछ सेकेन्ड डेरिभेटिभ। सेकेन्ड डेरिभेटिभ भनेको के हुने रहेछ 1 फर्स्ट डेरिभेटिभ 2 सेकेन्ड डेरिभेटिभ। सो f डबल डैश x भनेको चाहिँ के हो त अब d by dx of, अब fx लाई डेरिभेटिभ गरे नि f dash x आउँछ भनेपछि यहाँ fx लाई डेरिभेटिभ एउटा f dash x आउँछ भनेको fx डेरिभेटिभ गरे नि फर्स्ट डेरिभेटिभ आउँछ र फेरि फर्स्ट डेरिभेटिभलाई अगेन डेरिभेटिभ गऱ्यो भने चाहिँ सेकेन्ड डेरिभेटिभ। अब सेकेन्ड डेरिभेटिभलाई अझ डेरिभेटिभ गऱ्यो भने थर्ड डेरिभेटिभ, त्यसरी है त। सो थर्ड स्टेप यति गरिसकेपछि फाइनल्ली फर्स्ट स्टेप f dash x फर्स्ट डेरिभेटिभ यो किन निकालेको स्टेसनरी पोइन्टमा स्टेसनरी पोइन्टको कन्डिसनमा राखेर x को भ्यालु निकाल्नलाई भनेको स्टेसनरी पोइन्ट निकाल्नलाई। अनि सेकेन्ड डेरिभेटिभ निकालेको, सेकेन्ड डेरिभेटिभ किन निकालेको कन्डिसन फर म्याक्सिमा र मिनिमा चेक गर्नलाई। अब फोर्थ स्टेपमा आउँछ त्यसो भए चेक। सो बेसिकली यो चेक भनेको चाहिँ के त भन्दाखेरि जुन यो स्टेसनरी पोइन्ट निकालेको छ हामीले स्टेप 2 मा
यसलाई लगेर चाहिँ कहाँ सब्स्टिट्युट गर्ने अब f डबल ड्यास x मा सेकेन्ड डेरिभेटिभमा सो when अब x इज इक्वल टु लेट्स से जे पनि हुन सक्छ हैन x इज इक्वल टु यो पनि हुन सक्छ एज इक्वल टु यो पनि हुन सक्छ यो स्टेशनरी पोइन्टलाई चाहिँ कहाँ लगेर राख्ने भनेको त हामीले भन्दाखेरि यो सेकेन्ड डेरिभेटिभमा सो सेकेन्ड डेरिभेटिभमा लगेर राख्दाखेरि अब दुईटा कन्डिसन है त इफ सेकेन्ड डेरिभेटिभको भ्यालु चाहिँ ग्रेटर देन 0 आयो भने यो के को कन्डिसन भयो मिनिमाको तर यदि सेकेन्ड डेरिभेटिभ चाहिँ लेस देन 0 आयो भने यो के को कन्डिसन रहेछ म्याक्सिमाको यो गर्दै जाँदाखेरि अझ क्लियर भइहाल्छ है अझ जस्ट के बुझ्ने भने स्टेशनरी पोइन्ट आउँछ त्यसलाई लगेर f डैश x मा राख्ने f डैश x मा राख्दाखेरि इफ ग्रेटर देन 0 आयो भने मिनिमा लेस देन 0 आयो भने म्याक्सिमा तर स्टेशनरी पोइन्ट चाहिँ जतिवटा आएको छ त्यति नै चोटी चेक गर्नुपर्छ है र फाइनली 5 मा अब 5 को चाहिँ चाहिने हुन सक्छ अथवा नचाहिने पनि हुन सक्छ है त्यो चाहिँ केस हेरेर किनभने कहिलेकाहीँ चाहिँ चेक मात्रै गर्नु भन्छ कहिलेकाहीँ चाहिँ भ्यालु फाइन्ड गर्नु भन्छ इफ म्याक्सिमम भ्यालु फाइन्ड गर मिनिमम भ्यालु फाइन्ड गर भन्यो भने चाहिँ फेरि अब के गर्नु पर्यो त फेरि वन्स अगेन यो जुन स्टेशनरी पोइन्ट क्याल्कुलेट गरेको छ हामीले स्टेशनरी पोइन्ट when x इज इक्वल टु डट 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 त्यो जे पनि हुन सक्छ है एउटा हुन सक्छ दुईटा हुन सक्छ त्यसलाई कहाँ लगेर राख्ने भनेको छ त भ्यालु फाइन्ड गर्दाखेरि चाहिँ क्वेशनमा भनेको fx मा अब जुन ग्रेटर देन 0 आएको थियो जुन स्टेशनरी पोइन्टमा त्यसले मिनिमा हुन्छ भने चाहिँ त्यसको चाहिँ के आउँछ त हामीलाई मिनिमम भ्यालु आउँछ x इज इक्वल टु त्यो चाहिँ fx मा राख्दाखेरि सिमिलरली जुन चाहिँ केसले हामीलाई म्याक्सिमाको जुन चाहिँ स्टेशनरी पोइन्टले म्याक्सिमाको कन्डिसन सेटिस्फाई गरेको थियो त्यो भ्यालु चाहिँ fx मा राख्दाखेरि के आउँछ त म्याक्सिमम भ्यालु यसरी है त स्टेप 1 मा फर्स्ट डेरिभेटिभ स्टेप 2 मा स्टेशनरी पोइन्ट निकाल्ने भनेको x को भ्यालु निकाल्ने स्टेप 3 मा सेकेन्ड डेरिभेटिभ निकाल्ने स्टेप 4 मा स्टेशनरी पोइन्टलाई सेकेन्ड डेरिभेटिभमा लगेर चेक गर्ने म्याक्सिमा र मिनिमा र स्टेप 5 मा भ्यालु राख्ने कहाँ x को भ्यालुलाई कहाँ लगेर राख्ने त fx मा ल अब एकचोटी यो क्वेशनलाई हेरौँ है त क्वेशनले चाहिँ हामीलाई के भनेको छ भन्दाखेरि x टु द पावर 5 minus 5x4 plus 5x cube minus 1 भनेको रहेछ है सो हामीसँग क्वेशन यो छ हैन क्वेशन यो छ अनि कन्डिसनहरु यो छ अब हामीले सुरुमा फर्स्टमा गर्ने भनेको चाहिँ के हो त भन्दाखेरि लेट गर्नु पर्यो सो लेट के गर्नु पर्यो त लेट fx लेट गर्नु पर्यो जुन चाहिँ गिवन फंक्शन छ त्यसलाई हामीले के गर्नु पर्यो त पहिला fx लेट गर्नु पर्यो सो गिवन फंक्शन चाहिँ के छ हामीलाई x टु द पावर 5 minus 5x to the power 4 plus 5x to the power 3 minus 1 अब हामीले लेट fx गरिसकेपछि अब हामी फर्स्ट स्टेपमा जाउँ सो हामीले फर्स्ट स्टेपमा के भनेको छ त भन्दाखेरि फर्स्ट स्टेपमा हामीले जहिले पनि के गर्ने भनेको छ फर्स्ट डेरिभेटिभ निकाल्ने भनेको छ है फर्स्ट डेरिभेटिभ भनेको f dash x त्यो कसरी निकाल्ने हो त हामीलाई डेरिभेटिभको फर्मुला युज गरेर त्यो भनेको d by dx of fx अब यदि d by dx of fx हो भने d by dx त ल ठिकै छ यतिकै राख्दियौं हैन अहिले fx भनेको चाहिँ कति रहेछ त हामी त भर्खरै fx भनेको लेट गरेछ नि भनेको त्यो भनेको x to the power 5 minus 5x to the power 4 plus 5x to the power 3 minus 1 यति भयो है अब यति भइसकेपछि अब हामी जाउँ यहाँ डेरिभेटिभ गर्नुतिर सो डेरिभेटिभ गर्दा यहाँ x टु द पावर 5 को अगाडि के पनि छैन भने एकछिनलाई 1 अज्युम गरौँ सो 1 टाइम्स 5 भनेको 5 x को पावर 5 भन्दा 1 कम भनेको 4 माइनस 5 टाइम्स 4 भनेको 20 x टु द पावर 4 भन्दा 1 कम भनेको 3 प्लस फेरि 5 टाइम्स 3 भनेको 15
x को पावर 3 भन्दा 1 कम भनेको 2 अब माइनस अब 1 मा x वाला टर्म छैन यदि x वाला टर्म छैन भने यो भनेको के हो कन्स्ट्यान्ट को डेरिभेटिभ जहिले पनि के हुन्छ 0 अब -0 लेख्नु पर्यो यहाँ परेन भनेपछि फर्स्ट डेरिभेटिभ हामीलाई यति आयो अब फर्स्ट डेरिभेटिभ आइसकेपछि अब हाम्रो स्टेप 1 त सक्यो अब हामी जाउँ स्टेप 2 तिर स्टेप 2 मा हामीले के भनेको छ त स्टेशनरी पोइन्ट फाइन्ड गर्नु पर्यो भन्छ है अब मैले अघि नै भनिसकेको छु अहिले हामीलाई म्याक्सिमम मिनिमम र निदर म्याक्सिमम नर मिनिमम प्रुफ गर्नु भनेको छ नि स्टेशनरी पोइन्ट त यही तीनटा हो त्यो गिवन नै हो तर पनि हामी स्टेप वाइज जाने भएको भएर चाहिँ यो ननिकाले पनि हुन्छ यो स्किप गर्दा हुन्छ यो स्टेप चाहिँ तर म चाहिँ यसलाई गर्छु है त सो स्टेप 2 को लागि चाहिँ के गर्नु पर्यो त हामीले स्टेशनरी पोइन्ट निकाल्नु पर्यो अब हामीले स्टेशनरी पोइन्ट निकाल्ने कन्डिसन चाहिँ के भनेको छौं त स्टेशनरी पोइन्ट निकाल्ने कन्डिसन भनेको फर्स्ट डेरिभेटिभ इज इक्वल टु 0 अब फर्स्ट डेरिभेटिभ भनेको कति रहेछ अहिले हामीसँग फर्स्ट डेरिभेटिभ भनेको भर्खर निकालेको 5x to the power 4 minus 20x cube plus 15x square is equal to 0 त सधैँ चाहिँ यहाँ अब यो अरु अगाडि गरेको क्वेशन भन्दा अलिकति डिफरेन्ट के भयो भने यसको पावर 4 आयो है यहाँ सबभन्दा ठुलो पावर अब पावर 4 आयो भने चाहिँ अब हामीले यसमा फ्याक्टराइज नै गर्नु पर्यो हैन अरु त अप्सन छैन हामीसँग अनि फ्याक्टराइज गर्दाखेरि चाहिँ अब यहाँ हामीले के बुझ्नु पर्यो है यहाँ 5 छ यहाँ 20 छ यहाँ 15 छ ठीक छ सो 5 छ हामीसँग अनि 20 छ अनि 15 छ अब 5 लाई त अरु केहीले डिवाइड हुँदैन सो 5 टाइम्स 1 भनेको 5 तर 20 लाई त 2 ले डिवाइड हुन्छ नि 2 टाइम्स 10 भनेको 20 र 10 लाई फेरि केले डिवाइड हुन्छ 2 ले 2 टाइम्स 5 भनेको 10 तर अब 5 लाई त केहीले पनि डिवाइड हुँदैन सो 5 टाइम्स 1 भनेको 5 अब 15 लाई त 3 ले डिवाइड हुन्छ 3 टाइम्स 5 भनेको 5 अब 5 लाई अरु केले डिवाइड हुँदैन 5 टाइम्स 1 भनेको 5 अब यो तीन टाइममा कमन भनेको यहाँ पनि 5 आयो यहाँ पनि 5 आयो र यहाँ पनि 5 आयो तर अरु त के पनि कमन छैन 1 त लेखिराख्नु पर्दैन है सो कमन के आउँदा रहेछ तीनटैबाट यो नम्बरबाट 5 नम्बरबाट त सक्यो अब यहाँ x बाट कमन लिँदाखेरि चाहिँ x को सबभन्दा सानो पावर जे छ त्यो कमन लिने हुन्छ है अहिले यहाँ 4 छ यहाँ 3 छ यहाँ 2 छ सबभन्दा सानो के भयो x को पावर 2 सो यो कमन गयो अब बाँकी के रह्यो त 5 को 5 गयो भने नम्बर त बाँकी छैन यहाँ अब 4 वटा x थियो दुईटा x त गयो भने बाँकी रह्यो x2 दुईटा बाँकी रह्यो है माइनस अब 20 मा चाहिँ कति बाँकी रह्यो त भन्ने कुरा चाहिँ यहाँ हेर्नु पर्छ है 20 भनेको त यो हो नि 20 मा कति बाँकी रह्यो एउटा 2 र दुईटा 2 सो 2 टाइम्स 2 भनेको कति बाँकी बस्दा रहेछ 4 अनि यहाँ तीनटा x छ दुईटा गयो भनेपछि एउटा x बाँकी रह्यो प्लस अब फेरि 15 मा कति बाँकी रह्यो भन्दाखेरि 5 त गइहाल्यो भने बाँकी रह्यो कति 3 अब x स्क्वायर को यहाँ x स्क्वायर त गइसक्यो नि भनेपछि x स्क्वायर त बाँकी छैन सो दुईटा x त दुईटा x गयो भनेपछि बाँकी छैन यति मात्रै इज इक्वल टु 0 ल अब यति फ्याक्टराइज गरिसकेपछि हामीले के गर्नु मिल्छ त भन्दाखेरि आइदर 5x स्क्वायर भनेको यो इज इक्वल टु 0 यदि यस्तो हो भने अब x स्क्वायर इज इक्वल टु त कति हुनु पर्यो त भन्दाखेरि 0 डिवाइडेड बाइ 5 यो 5 त यता आउँदा डिवाइडमा जान्छ नि भने x स्क्वायर इज इक्वल टु कति आउने भयो त 0 डिवाइड बाइ 5 भनेको 0 देयरफोर अब 0 भनेको 0 को स्क्वायर नै भनेर बुझ्दा पनि हुन्छ किन 0 को स्क्वायर भनेको 0 हो हैन सो स्क्वायर र स्क्वायर क्यान्सल भयो भने x इज इक्वल टु चाहिँ कति आउने रहेछ 0 ल x इज इक्वल टु 0 एउटा स्टेशनरी पोइन्ट आयो त उले भनेको क्वेशनले भनेको होला एउटा स्टेशनरी पोइन्ट त आयो है तर अर हामीले त इदर यो गर्यो नि त इदर 5x स्क्वायर इज इक्वल टु 0 गर्यो तर अर के बाँकी छ यहाँ यो पनि बाँकी छ सो त्यो भनेको चाहिँ x स्क्वायर माइनस 4x plus 3
इज इक्वल टु 0। सो यो भयो। भनिसकेपछि अब हामीले के गर्यौं त भन्दाखेरि फर्स्ट स्टेपमा फर्स्ट डेरिभेटिभ निकाल्यौं, सेकेन्ड स्टेपमा स्टेशनरी पोइन्ट निकाल्यौं। निकाल्दाखेरि चाहिँ हामीलाई यो चाहिँ अलिकति पावर 4 भएको भएर डाइरेक्ट गर्नु नमिला भएर हामीले पहिला यसमा अलिकति कमन लिएर चाहिँ कमन के आयो त 5x² कमन लिएर इदर 5x² इज इक्वल टु 0 गर्यौं और x² - 4x + 3 इज इक्वल टु 0। यो त क्वाड्रेटिक भयो नि त, पावरमा 2 छ नि त हैन। सो यसलाई सल्भ गर्दा चाहिँ अब हामी के गर्छौं त ax² प्लस bx प्लस c इज इक्वल टु 0 सँग कम्पेयर गर्छौं। अब यदि त्यो कम्पेयर गर्ने हो भने ल अहिले हामी यही बनाउँ न है त। ल a कति आउँछ होला त? यहाँ त x² को अगाडि के छ, सरी a छ, यहाँ त x² को अगाडि के पनि छैन। भनेपछि x² को अगाडि के पनि छैन भने यो के हो 1। भनेपछि a भनेको कति आउँदो रहेछ 1। अब b लाई हेरौँ, b इज इक्वल टु अब यहाँ x को अगाडि प्लस b छ, यहाँ x को अगाडि -4 छ, भनेपछि प्लस माइनस भइहाल्यो। b भनेको कति रहेछ त -4 र c भनेको चाहिँ कति आयो त? अब एकदम सिधा सिधा हिसाबमा यहाँ c को अगाडि प्लस c छ, यो चाहिँ प्लस 3 छ भने c भनेको के आयो त 3। सो a पनि आयो, b पनि आयो, c पनि आयो। अब क्वाड्रेटिक रुटको फर्मुला युज गर्न मिल्छ फाइनली है। ल अब यसलाई एकचोटि अलिकति राम्रोसँग गरेर है त। सो पहिला हामीले के गर्छौं त भन्दाखेरि लेट गर्छौं, लेट fx इज इक्वल टु यति भनेर गर्छौं। अब फर्स्ट स्टेप भनेको त हामीले त फर्स्ट डेरिभेटिभ फाइन्ड गर्ने हो। सो त्यसको लागि हामीसँग फर्मुला छ। फर्मुला के छ त भन्दाखेरि f(x) भनेको d/dx अफ fx हुँदो रहेछ। अनि अब हामीले fx भनेको त भर्खरै यहाँ माथि लेट गरेका छौं नि त। सो fx भनेको चाहिँ के हुँदो रहेछ त भन्दाखेरि f(x) इज इक्वल टु d/dx अफ fx भनेको x5 - 5x4 + 5x³ - 1। अब x to the power 5 को डेरिभेटिभ 5x to the power 4 - 5 was 20 x to the power 3 plus 5 times 3 भनेको 15 x to the power 2 अनि 1 को डेरिभेटिभ चाहिँ कन्स्ट्यान्ट भएको भएर 0 लेखिराख्नु परेन। अब फर्स्ट स्टेप आइसकेपछि सेकेन्ड स्टेपमा हामीले गर्छौं स्टेशनरी पोइन्ट। सो स्टेशनरी पोइन्टको हामीसँग के छ कन्डिसन छ। कन्डिसन के छ फर्स्ट डेरिभेटिभ इज इक्वल टु 0 छ। यदि त्यस्तो हो भने फर्स्ट डेरिभेटिभ त हामीले भर्खरै फाइन्ड गरेका छौं नि यो, अनि यो इज इक्वल टु 0 गर्नु पर्यो। डाइरेक्ट सल्भ गर्न मिल्दैन यसमा। किन मिलेन भन्दाखेरि यसमा x को पावर 4 आइरहेको छ। त्यही भएर यसलाई चाहिँ हामीले अलिकति सिम्प्लिफाई गर्नलाई चाहिँ के गर्यौं त कमन लियौं। अब 5 20 र 15 बाट नम्बरबाट चाहिँ 5 कमन आयो। अनि यहाँ x को पावर 4 3 र 2 बाट चाहिँ सबभन्दा सानो 2 कमन आयो। 5 गइहाल्यो, 4 टा 2 मा 2 टा 2 गयो भने 2 टा 2 बाँकी रह्यो, माइनस 5 टाइम्स 4 भनेको 20 सरी, अनि 3 टा x मा 2 टा गयो भने एउटा बाँकी रह्यो, प्लस 5 टाइम्स 3 भनेको 15। अब 2 टा x मा 2 टा गयो भने चाहिँ बाँकी छैन, इज इक्वल टु 0। अब यति भएपछि अब हामीले के गर्न मिल्यो, इदर 5x² इज इक्वल टु चाहिँ 0 हैन। त्यो भन्नुको मिनिङ के हो त x² यो 5 त यता जाँदा डिभाइडमा जान्छ भनेपछि x² इज इक्वल टु 0 अनि त्यो भन्नुको मिनिङ चाहिँ x इज इक्वल टु 0। सो एउटा स्टेशनरी पोइन्ट आयो। अरमा चाहिँ के हुन्छ त भन्दाखेरि x² - 4x + 3 इज इक्वल टु 0। अब यो जुन इक्वेसन आयो हामीलाई यो त सल्भ गरे हामीले x इज इक्वल टु 0 निकालिहाल्यो। अब यसलाई पनि सल्भ गर्नु पर्यो। अब यो चाहिँ क्वाड्रेटिकमा भएको भएर अब हामीले के गर्छौं त यसलाई फ्याक्टराइज गर्दा पनि एकदम हुन्छ है। फ्याक्टराइज गर्यो भने पनि एकदम झन् सजिलो हुन्छ। तर मैले चाहिँ क्वाड्रेटिक रुटकै फर्मुला युज गर्छु। त्यसको लागि चाहिँ हामीले के गर्नुपर्छ, यसलाई कम्पेयर गर्नुपर्छ। अब यसलाई केसँग कम्पेयर गर्नुपर्छ त ax² + bx + c इज इक्वल टु 0 सँग गर्दाखेरि a भनेको कति आउँछ 1, b भनेको कति आउँछ -4 र c भनेको आउँछ 3। अब हामीसँग क्वाड्रेटिक रुटको फर्मुला चाहिँ के छ त भन्दाखेरि हामीसँग क्वाड्रेटिक रुटको फर्मुला छ x इज इक्वल टु -b हैन प्लस माइनस स्क्वायर रुट अफ b² - 4ac अनि डिवाइडेड बाई कति छ त 2a।
अब माइनस बी भनेको त बी भनेको कति रहेछ अहिले -4 छ है सो अलरेडी माइनसमा भएको भएर म चाहिँ यसलाई ब्र्याकेटमा राख्छु है बी भनेको -4 प्लस माइनस अनि फेरि स्क्वायर रुट अफ फेरि पनि बी भनेको कति छ -4 को होल स्क्वायर रहेछ ओके हैन अब -4 टाइम्स a भनेको कति छ अहिले 1 र c भनेको कति छ 3 सो 4 टाइम्स a टाइम्स c भनेको 3 डिवाइडेड बाइ फेरि गरौँ कति त डिवाइडेड बाइ 2 टाइम्स अहिले a भनेको कति छ फेरि a भनेको 1 अब सल्भ गर्दै जाउँ है त माइनस माइनस प्लस भइहाल्यो लेखिराख्नु परेन 4 को 4 प्लस और माइनस अब माइनस को स्क्वायर गर्दाखेरि पोजिटिभ आउँछ भनेपछि लेखिराख्नु परेन 4 को स्क्वायर गर्दाखेरि आउँछ 16 माइनस 4 टाइम्स 1 भनेको 4 फेरि 4 टाइम्स 3 भनेको 12 डिवाइडेड बाइ 2 इज इक्वल टु अब 4 प्लस और माइनस अब 16 माइनस 12 भनेको कति आउने भयो सबट्र्याक्ट गर्दाखेरि 4 डिवाइडेड बाइ 2 अब यो भने कति आउँछ हेरौँ है त 4 प्लस और माइनस 4 लाई स्क्वायर रुट भन्दा बाहिर निकाल्दाखेरि कति आउँछ 2 डिवाइडेड बाइ 2 ल स्क्वायर रुटबाट बाहिर आएपछि चाहिँ अब हामीले जहिले पनि के गर्नुपर्छ त भन्दाखेरि किनभने यहाँ त प्लस माइनस छ नि त अब प्लस माइनस नै भयो भने त अब यसलाई हामीले सिम्प्लिफाई गर्नु मिल्दैन फर्दर त्यही भएर हामीले यसलाई के गर्छौँ टेकिङ पोजिटिभ साइन गर्छौँ भनेपछि यो x को x इज इक्वल टु 4 को 4 अनि प्लस लिने भने चाहिँ सो अहिले प्लस 2 छँदैछ डिवाइड बाइ कति छ 2 अब 4 प्लस 2 भने कति आयो 6 डिवाइडेड बाइ कति छ 2 अब 6 डिवाइडेड बाइ 2 भने कति हुन्छ 2 टाइम्स 1 2 टाइम्स 3 भने x इज इक्वल टु कति आयो 3 पोजिटिभ साइन लिँदाखेरि 3 आयो तर हामीलाई त नेगेटिभ साइन पनि छ नि फेरि यता के गर्नु पर्यो त हामीले टेकिङ नेगेटिभ साइन पनि लिनु पर्यो है त नेगेटिभ साइन लिनु भने फेरि x को x नै हुन्छ इज इक्वल टु 4 को 4 अब चाहिँ हामीले नेगेटिभ साइन लिइरहेको छौँ त्यही भएर माइनस अनि कति छ पछाडि 2 डिवाइडेड बाइ 2 सो x इज इक्वल टु अब 4 माइनस 2 भनेको 2 डिवाइडेड बाइ 2 और 2 र 2 क्यान्सल भयो भने कति आउने भयो त 1 किनभने 2 टाइम्स 1 भनेको 2 है सो x इज इक्वल टु 1 पनि आयो x इज इक्वल टु 3 पनि आयो x इज इक्वल टु 0 पनि आयो भने हामीसँग तीनटा स्टेसनरी पोइन्ट रहेछ यसमा है सो क्वेसनले भने जस्तै एउटा 1 एउटा 3 र एउटा 0 0 कहाँ आएको छ हामीलाई यहाँ 3 कहाँ आएको छ हामीलाई यहाँ र 1 कहाँ आएको छ यहाँ सो यो चाहिँ हाम्रो स्टेसनरी पोइन्टहरु भयो है त अब यसलाई अलिकति राम्रोसँग हेरौँ है सो अब हामीले अघि नै यतिसम्म गर्यौं हैन सो यतिसम्म गर्यौं भनेको चाहिँ एबीसी को भ्यालु चाहिँ निकाल्यौं कम्पेयर गरेर अब हामीले यति गरिसकेपछि चाहिँ हामीले गर्नुपर्ने भनेको त खासमा त एबीसी को भ्यालु क्याल्कुलेट गर्ने होइन हामीले स्टेसनरी पोइन्ट भनेको त x हो सो x को भ्यालु क्याल्कुलेट गर्ने हो भने x को भ्यालु चाहिँ कसरी क्याल्कुलेट गर्ने त -b प्लस माइनस स्क्वायर रुट अफ b स्क्वायर माइनस 4ac बाइ 2a अब a b र c तीनटैको भ्यालु छ हामीसँग b भनेको कति छ -4 प्लस माइनस फेरि b भनेको कति छ -4 को होल स्क्वायर माइनस अनि 4 टाइम्स a भनेको कति छ 1 टाइम्स c भनेको कति छ 3 फेरि 2 टाइम्स a भनेको 1 अब त सिम्प्लिफिकेसन मात्रै हो है माइनस माइनस प्लस हुन्छ 4 अनि यो माइनस को स्क्वायर पोजिटिभ नै हुन्छ 4 को स्क्वायर 16 माइनस 12 डिवाइड बाइ 2 अनि यो रुट आउट नभएसम्म के पनि नगर्ने त बाहिर जस्ट यो भित्रकोलाई सिम्प्लिफाई गर्दै जाने 16 माइनस 12 भनेको 4 अब 4 लाई त रुट आउट गर्नु मिल्छ 4 लाई रुट आउट गर्दा हुन्छ 2 अरु बाँकी सबै सेम अब रुट आउट भइसकेपछि चाहिँ अब डाइरेक्टली केमा जाने त जहिले पनि रुट आउट गर्ने बित्तिकै टेकिङ पोजिटिभ साइन अब टेकिङ पोजिटिभ साइन गर्ने हो भने अब के हो त टेकिङ पोजिटिभ साइन गर्दाखेरि भन्दाखेरि x इज इक्वल टु चाहिँ 4 अनि यहाँ प्लस माइनसमा प्लस 2 डिवाइड बाइ 2 त्यो भनेको 6 डिवाइड बाइ 2 भनेको 3
अब पोजिटिभ साइन लिएर मात्र भएन, यहाँ त नेगेटिभ साइन पनि छ। सो फेरि टेकिङ के गर्नु पर्यो, नेगेटिभ साइन। त्यो भनेको चाहिँ x इज इक्वल टु 4 माइनस 2 डिभाइड बाई 2। अब 4 माइनस 2 भनेको 2, सो 2 डिभाइड बाई 2 भनेको x इज इक्वल टु कति आयो, 1। ल अब सेकेन्ड स्टेप पनि सक्यो, हामीसँग 3टा स्टेसनरी पोइन्ट पनि आयो। अब हामी थर्ड स्टेपमा जान्छौँ। अब थर्ड स्टेपमा चाहिँ जानुभन्दा अगाडि हामी ल क्वेसनलाई लेखौँ है त। सो क्वेसन चाहिँ हामीसँग के छ भन्दाखेरि, अब हामीसँग अहिले भएको कुराहरू लेखौँ है त। सो हामीसँग एउटा छ fx। सो fx मा छ हामीलाई के छ त भन्दाखेरि x टु द पावर 5 अनि माइनस 5x टु द पावर 4 अनि प्लस 5x क्यूब अनि माइनस 1। ठिक छ। सो यो fx छ। अनि अब हामीलाई फर्स्ट डेरिभेटिभ चाहिएन, सेकेन्ड डेरिभेटिभ चाहियो। सेकेन्ड डेरिभेटिभ चाहिँ के छ त हामीलाई भन्दाखेरि, सरी फर्स्ट डेरिभेटिभ नै चाहियो है, अलि मिस्टेक। फर्स्ट डेरिभेटिभ चाहियो। सो हामीलाई फर्स्ट डेरिभेटिभ चाहिँ के आएको छ भन्दाखेरि, ल यो चाहिँ फर्स्ट डेरिभेटिभ है। सो फर्स्ट डेरिभेटिभ के आएको थियो हामीलाई भन्दाखेरि इज इक्वल टु 5x को पावर 3 माइनस 20x को पावर यो 4 है, सरी, अनि 20x को पावर 3 प्लस अनि 15x को पावर 2। ल यो फर्स्ट डेरिभेटिभ आएको थियो। अब स्टेसनरी पोइन्ट पनि आएको थियो हामीलाई। स्टेसनरी पोइन्ट के आएको थियो त भन्दाखेरि एउटा 3 आएको थियो, एउटा 1 आएको थियो अनि अर्को 0 आएको थियो। सो अहिलेसम्म हामीले क्याल्कुलेट गरेको यो है, भने fx थियो। फर्स्ट डेरिभेटिभ फाइन्ड गरे हामीले 5x4 माइनस 20x क्यूब प्लस 15x स्क्वायर र स्टेसनरी पोइन्टहरू फाइन्ड गर्यो 3 1 0। सेकेन्ड स्टेप सक्यो। अब थर्ड स्टेपमा हामीले के भनेको थियो त भन्दाखेरि, थर्ड स्टेपमा हामीले गर्नुपर्छ के त भन्दाखेरि सेकेन्ड डेरिभेटिभ। सेकेन्ड डेरिभेटिभ हामीले कसरी क्याल्कुलेट गर्ने भनेको थियो त भन्दाखेरि, यदि f डबल ड्यास x सेकेन्ड डेरिभेटिभ हो भने यो क्याल्कुलेट गर्नुलाई डी बाई dx अफ के गर्नुपर्छ भनेको थियो, फर्स्ट डेरिभेटिभ। सो फर्स्ट डेरिभेटिभको अझै डेरिभेटिभ गऱ्यो भने के आउँछ, सेकेन्ड डेरिभेटिभ। सो यसलाई अब फर्स्ट डेरिभेटिभ त हामी सेकेन्ड डेरिभेटिभ इज इक्वल टु डी बाई dx छँदैछ। अब फर्स्ट डेरिभेटिभ हामीले क्याल्कुलेट गरिसकेको छ, कति रहेछ फर्स्ट डेरिभेटिभ भनेको 5x टु द पावर 4 माइनस 20x टु द पावर 3 प्लस 15x टु द पावर 2। अब यसलाई डेरिभेटिभ गरौँ है, यो त सजिलो भयो डेरिभेटिभ है। 5 टाइम्स 4 भनेको 20 अनि x को पावर चाहिँ 4 भन्दा 1 कम भनेको 3 माइनस 20 टाइम्स 3 भनेको 60 अनि x को पावर 3 भन्दा 1 कम भनेको 2 प्लस फेरि 15 टाइम्स 2 भनेको 30 अनि x को पावर 2 भन्दा 1 कम भनेको 1, तर पावरमा 1 लेखिराख्नु परेन। सो हामीलाई के पनि आयो त अब सेकेन्ड डेरिभेटिभ पनि आयो, मतलब स्टेप 3 पनि सक्यो। स्टेप 4 तिर जाउँ। स्टेप 4 ले हामीलाई के भन्छ त भन्दाखेरि चेक गर्ने भन्छ। चेक गर्ने कसरी भन्दाखेरि जुन स्टेप 2 मा निक्लेको स्टेसनरी पोइन्टलाई लगेर कहाँ राख्ने, स्टेप 3 मा निक्लेको सेकेन्ड डेरिभेटिभमा लगेर सब्स्टिट्युट गर्ने। अनि गर्दाखेरि यदि लेस देन 0 आयो भने म्याक्सिमा, ग्रेटर देन 0 आयो भने मिनिमा, त्यो छँदैछ है। ल भनेपछि पहिला वेन एउटा स्टेसनरी पोइन्टलाई लियौँ है त, वेन x इज इक्वल टु, ल मैले 3 नै लिएँ, वेन x इज इक्वल टु 3। चेक गर्दाखेरि कहाँ लगेर राख्ने, सेकेन्ड डेरिभेटिभमा भनेको f डबल ड्यास x मा। f डबल ड्यास x भनेको कति छ, 20x क्यूब भनेपछि 20 त छँदैछ अनि x भने अहिले कति रहेछ, 3 को क्यूब माइनस 60x स्क्वायर भन्छ। सो x स्क्वायर भनेको 60 टाइम्स अहिले x भनेको फेरि पनि 3 को स्क्वायर प्लस 30x भन्छ। सो 30 टाइम्स अब x भनेको कति भयो, 3। सो मैले सेकेन्ड डेरिभेटिभमा लगेर x को भ्यालु चाहिँ 3 राखेको। अब यो हेरौँ है त। सो 3 को क्यूब भनेको 27, 27 टाइम्स 2 भनेको 54 अनि एउटा 0 त छँदैछ।
अनि 3 स्क्वायर भनेको 9 अनि 9 टाइम्स 6 भनेको 54 र एउटा 0 त छँदैछ प्लस अनि 30 टाइम्स 3 भनेको 90 अब यो प्लस 540 आयो यो माइनस 540 आयो भनेपछि यो र यो त क्यान्सल होला जस्तो देखेँ मैले इज इक्वल टु कति आयो त 90 अब 90 भनेको पोजिटिभ आयो पोजिटिभ आउने बित्तिकै यो भनेको जहिले नि के हो त ग्रेटर देन 0 सेकेन्ड डेरिभेटिभ इज ग्रेटर देन 0 भनेको के को कन्डिसन हो त सेकेन्ड डेरिभेटिभ इज ग्रेटर देन 0 भनेको के को कन्डिसन रहेछ त मिनिमाको सो यो के को कन्डिसन भयो मिनिमाको भनेपछि यो गिवन फंक्सन चाहिँ मिनिमम रहेछ कुन चाहिँ स्टेशनरी पोइन्टमा x इज इक्वल टु 3 मा अब क्वेशनले भनेको हेरौँ है x इज इक्वल टु 3 मा मिनिमम हुन्छ भनेर प्रुभ गर भनेको कि हैन अहिले हामीलाई x इज इक्वल टु 3 मा मिनिमम भयो कि भएन सो एउटा सक्यो अब तर हामीसँग स्टेशनरी पोइन्ट त अझ पनि बाँकी छ 1 पनि छ भनेपछि फेरि अब हामीले के गर्ने त when x इज इक्वल टु 1 फेरि कहाँ लगेर राख्ने चेक गर्नुलाई सेकेन्ड डेरिभेटिभमै लगेर राख्ने सेकेन्ड डेरिभेटिभ भनेको फेरि पनि कति छ 20x क्यूब भन्छ 20 अहिले x भनेको कति राख्नु पर्यो 1 हैन अहिले त x त 1 छ नि 1 को क्यूब माइनस फेरि 60x स्क्वायर छ 60 टाइम्स अहिले फेरि पनि x भनेको कति राख्नु भनेको छ 1 अनि प्लस 30x प्लस 30 टाइम्स x भने फेरि पनि कति छ 1 यो धेरै नै सजिलो भयो है सो 1 को क्यूब भनेको 1 टाइम्स 20 भनेको 20 माइनस फेरि 1 को स्क्वायर भनेको 1 टाइम्स 60 भनेको 60 प्लस 30 टाइम्स 1 भनेको 30 अब प्लस प्लस त एड हुन्छ भनेको यो 20 को अगाडि के पनि साइन छैन भने प्लस हो र 30 को अगाडि प्लस छ भनेपछि प्लस र प्लस एड हुन्छ भने 20 प्लस 30 भनेको 50 माइनस 60 अब प्लस र माइनस चाहिँ सबट्र्याक्ट हुनु पर्यो है तर माइनसको साइन ठुलो छ सो माइनस 60 माइनस 50 भनेको कति हो 10 यो नेगेटिभ आयो नेगेटिभ आउने बित्तिकै यो भनेको जहिले नि के हो लेस देन 0 अब f dash x लेस देन 0 भनेको के को कन्डिसन हो f dash x लेस देन 0 भनेको कन्डिसन रहेछ म्याक्सिमाको त्यही भएर यो के को कन्डिसन रहेछ म्याक्सिमाको यदि यो म्याक्सिमाको कन्डिसन हो भने x इज इक्वल टु 1 मा यो गिवन फंक्सन के रहेछ म्याक्सिमम अब क्वेशनले त्यही प्रुभ गरौँ भने हो x इज इक्वल टु 1 मा चाहिँ म्याक्सिमम हुन्छ भनेर सो x इज इक्वल टु 3 मा मिनिमम पनि प्रुभ भयो x इज इक्वल टु 1 मा म्याक्सिमम पनि प्रुभ भयो अब बाँकी रह्यो लास्ट स्टेशनरी पोइन्ट x इज इक्वल टु 0 अब हामीलाई अर्को x इज इक्वल टु 0 पनि बाँकी छ है सो त्यसमा पनि गर्नु पर्यो है when x इज इक्वल टु 0 अब यसलाई पनि लगेर कहाँ चेक गर्ने सेकेन्ड डेरिभेटिभमा f डबल ड्यास x सेकेन्ड डेरिभेटिभ कति छ 20x क्यूब भनेपछि 20 टाइम्स x भनेको 0 को क्यूब माइनस 60x स्क्वायर 60 टाइम्स अहिले x भनेको 0 को स्क्वायर प्लस फेरि 30x भनेपछि 30 टाइम्स अनि x भनेको कति रहेछ 0 यो पनि एकदम सजिलो भयो है किनभने 0 को क्यूब 0 भनेपछि 0 टाइम्स 20 भनेको 0 0 ले जसलाई मल्टिप्लाई गरे नि 0 फेरि 0 को स्क्वायर पनि 0 0 टाइम्स 60 पनि फेरि 0 प्लस फेरि 0 टाइम्स 30 पनि 0 सबै 0 है इज इक्वल टु कति आयो 0 अब यहाँ प्रब्लम भयो है ग्रेटर देन 0 भएको भए मिनिमम हुन्थ्यो लेस देन 0 भएको भए म्याक्सिमम हुन्थ्यो इक्वल टु 0 हुँदाखेरि चाहिँ के हुन्छ त सो इक्वल टु 0 हुँदाखेरि यो भनेको हुन्छ पोइन्ट अफ इन्फ्लेक्सन अब पोइन्ट अफ इन्फ्लेक्सन भनेको चाहिँ के हो त भन्दाखेरि यो पोइन्ट अफ इन्फ्लेक्सन भनेको यस्तो पोइन्ट हो जुनमा चाहिँ यो फंक्सन चाहिँ के हो त neither maximum nor minimum भनेपछि यो पोइन्ट अफ इन्फ्लेक्सन आयो x इज इक्वल टु 0 मा
सो x इज इक्वल टु 0 मा पोइन्ट अफ इन्फ्लेक्सन भयो यो भनेपछि चाहिँ यो x इज इक्वल टु 0 मा सेकेन्ड डेरिभेटिभ इज इक्वल टु 0 आयो है लेस देन 0 पनि आएन ग्रेटर देन 0 पनि आएन ठ्याक्कै 0 आयो भन्नुको मिनिङ चाहिँ यो x इज इक्वल टु 0 चाहिँ पोइन्ट अफ इन्फ्लेक्सन रहेछ पोइन्ट अफ इन्फ्लेक्सन भनेको यस्तो पोइन्ट रहेछ जुनमा चाहिँ निदर म्याक्सिमम नर मिनिमम हुने रहेछ प्रुभ गर्नु भनेको फेरि त्यही हो सो x इज इक्वल टु 0 मा चाहिँ नाइदर म्याक्सिमम नर मिनिमम हुन्छ भन्छ सो x इज इक्वल टु 0 मा हामीलाई के आयो पोइन्ट अफ इन्फ्लेक्सन भयो त्यही भएर नाइदर म्याक्सिमम नर मिनिमम हुने रहेछ भनेर भयो है त सो तीनटा कुरा प्रुभ गर्नुपर्ने थियो त्यो प्रुभ भयो है अब हामीलाई सो प्रुभ गर्नु मात्रै भने भ्यालु फाइन्ड गर्नु भनेको छैन प्रुभ गर्नु मात्रै भनेको छ सो यो x इज इक्वल टु 1 पनि चेक गर्दाखेरि नै प्रुभ भइसक्यो स्टेप 4 मै सक्यो 5 मा जानु परेन अब x इज इक्वल टु 3 मा मिनिमम हुन्छ भनेर पनि प्रुभ भइसक्यो मिनिमम भ्यालु खोजेको छैन त्यही भएर त्यो पनि सक्यो अनि x इज इक्वल टु 0 मा नाइदर म्याक्सिमम नर मिनिमम हुन्छ भनेर प्रुभ गर्नु भनेको छ त्यो पनि प्रुभ भयो भनेपछि सक्यो क्वेशनले डिमान्ड गरेको यति मात्रै है त अब यसलाई एकचोटि हेरौँ है अब हामीसँग क्वेशन चाहिँ यही छ सो दैट यो फंक्शन चाहिँ म्याक्सिमम छैन मिनिमम म्याक्सिमम 1 मा छ मिनिमम 3 मा छ र 0 मा नाइदर म्याक्सिमम नर मिनिमम छ भन्छ अब हामीसँग भएको फर्मुला चाहिँ के हो त डेरिभेटिभको फर्मुला यो स्टेशनरी पोइन्टको कन्डिसन सेकेन्ड लेस देन 0 भयो भने म्याक्सिमा ग्रेटर देन 0 भयो भने मिनिमा र भ्यालु फाइन्ड गर्नु पर्यो भने fx मा लगिराख्ने अब हामीले स्टेप 1 सकाइसक्यो फर्स्ट डेरिभेटिभ क्याल्कुलेट गरिसक्यो स्टेप 2 पनि सकाइसक्यो स्टेशनरी पोइन्ट पनि क्याल्कुलेट गरिसक्यो अब बाँकी रह्यो के मात्रै त यो चेक गर्न बाँकी रह्यो तर चेक गर्नुभन्दा अगाडि हामीलाई के चाहिन्छ सेकेन्ड डेरिभेटिभ त्यही भएर चाहिँ हामीले सेकेन्ड डेरिभेटिभको लागि फर्मुला के हो त सेकेन्ड डेरिभेटिभ भनेको d/dx अफ फर्स्ट डेरिभेटिभ यदि त्यो हो भने अब फर्स्ट डेरिभेटिभ त अघि हामीले क्याल्कुलेट गरिसकेको छ नि माथि हैन सो जस्ट भ्यालु राख्दिने मात्रै फर्स्ट डेरिभेटिभ भनेको के रहेछ त f(x) भनेको 5x4 - 20x³ + 15x²। अब यसको डेरिभेटिभ गर्दा हामीलाई आउँछ 5 × 4 भनेको 20 x को पावर 4 भन्दा एक कम 3 माइनस 20 × 3 भनेको 60 x को पावर 3 भन्दा एक कम भनेको 2 प्लस 30 × 2 भनेको सरी 15 × 2 भनेको 30 अनि x को पावर 2 भन्दा एक कम भनेको 1 लेखिराख्नु परेन भने स्टेप 3 पनि सक्यो सेकेन्ड डेरिभेटिभ पनि आयो अब स्टेप 4 मा त चेक गर्ने हो अब चेक गर्ने भनेको चाहिँ अब कसरी चेक गर्ने त भन्दाखेरि जुन यो स्टेप 2 मा निक्लेको स्टेशनरी पोइन्टहरु छ त्यसलाई चाहिँ यो सेकेन्ड डेरिभेटिभमा लगेर राख्ने अब पहिला हामीले तीनटा निकालेको छ हामीले स्टेशनरी पोइन्ट 3 1 र 0 सो पहिला 3 मा चेक गरौँ है त सो व्हेन x इज इक्वल टु 3 कहाँ लगेर राख्ने रे त सेकेन्ड डेरिभेटिभमा भनेको के गर्ने x को ठाउँमा अब कति राख्नु पर्यो 3 सो 20 × 3 को क्यूब माइनस फेरि 60 × x को ठाउँमा कति राख्नु पर्यो 3 को स्क्वायर प्लस 30 × 3 यो भनेको चाहिँ अब क्याल्कुलेट गर्दै जाँदाखेरि चाहिँ कति आउँदो रहेछ त 90 पोजिटिभ आउने बित्तिकै के भयो ग्रेटर देन 0 ग्रेटर देन 0 भनेको त हाम्रो के को कन्डिसन रहेछ त यदि सेकेन्ड डेरिभेटिभ ग्रेटर देन 0 भनेको चाहिँ कन्डिसन फर मिनिमा रहेछ सिन्स f(x) इज ग्रेटर देन 0 यो गिवन फंक्सन चाहिँ मिनिमम एट x इज इक्वल टु 3 सो मिनिमम एट x इज इक्वल टु 3 त प्रुभ भयो है अब हामी अर्को स्टेशनरी पोइन्टतिर जानु पर्यो हामीले अर्को पनि क्याल्कुलेट गरेको छ x इज इक्वल टु 1 भनेर अब 1 मा पनि चेक गर्नु पर्यो तर कहाँ लगेर चेक गर्ने त फेरि पनि सेकेन्ड डेरिभेटिभमा चेक गर्ने जहिले पनि सेकेन्ड डेरिभेटिभमा है कसरी चेक गर्ने 20 टाइम्स x को भ्यालु अहिले 1 राख्ने को क्यूब माइनस 60 टाइम्स फेरि x को भ्यालु अहिले कति राख्नु पर्यो 1 को स्क्वायर प्लस 30 टाइम्स फेरि कति राख्नु पर्यो 1 अब यसलाई गर्दाखेरि चाहिँ सेकेन्ड डेरिभेटिभको भ्यालु कति आउँदो रहेछ त -10 नेगेटिभ आउने बित्तिकै यो भनेको लेस देन 0 अनि लेस देन 0 भनेको के को कन्डिसन रहेछ त हामीसँग भन्दाखेरि लेस देन 0 भनेको म्याक्सिमाको कन्डिसन रहेछ भनेपछि कुन पोइन्टमा चाहिँ म्याक्सिमा आयो त x इज इक्वल टु 1 मा अब हामीलाई सिन्स सेकेन्ड डेरिभेटिभ इज लेस देन 0 आयो हेन्स द गिवन फंक्सन इज म्याक्सिमम एट कति त x इज इक्वल टु 1 सो हामीलाई म्याक्सिमम एट x इज इक्वल टु 1 पनि भयो हैन सो मिनिमम एट x इज इक्वल टु 3 पनि भयो म्याक्सिमम एट x इज इक्वल टु 1 पनि भयो तर हामीसँग अर्को एउटा स्टेशनरी पोइन्ट पनि क्याल्कुलेट गरेको छ त्यो हो व्हेन x इज इक्वल टु 0 अब फेरि पनि यसलाई पनि चेक गर्दाखेरि कहाँ नै लगेर चेक गर्ने हो सेकेन्ड डेरिभेटिभमा सो 20 टाइम्स अब चाहिँ x को भ्यालु कति राख्नु पर्यो 0 को क्यूब माइनस
फेरि 60 टाइम्स x भनेको फेरि पनि 0 को स्क्वायर प्लस फेरि 30 टाइम्स x भनेको 0। अब यो त सबै 0 भयो भनेपछि यो पनि 0 यो पनि 0 र यो पनि 0 गर्दा 0 प्लस माइनसमा 0 आउँछ। अब ग्रेटर देन 0 भएको भए मिनिमम, लेस देन 0 भएको भए म्याक्सिमम, त ठ्याक्कै इज इक्वल टु 0 हुँदाखेरि के त भन्दाखेरि ठ्याक्कै इज इक्वल टु 0 हो भने चाहिँ यो जुन गिभन पोइन्ट आज स्टेसनरी पोइन्ट यो चाहिँ के हुन्छ अरे त भन्दा सिन्स f dash x इज इक्वल टु 0, सो f dash x इज इक्वल टु 0 आउनु भनेको चाहिँ यो गिभन पोइन्ट चाहिँ इज पोइन्ट अफ इन्फ्लेक्सन। पोइन्ट अफ इन्फ्लेक्सन भन्नुको मिनिङ चाहिँ के हो त भन्दाखेरि पोइन्ट अफ इन्फ्लेक्सन भनेको यस्तो पोइन्ट हो जुन पोइन्टमा चाहिँ यो फंक्सन मिनिमम पनि हुँदैन म्याक्सिमम पनि हुँदैन है। भनेको x इज इक्वल टु 0 भनेपछि सेकेन्ड डेरिभेटिभ गर्छु 0 भनेको चाहिँ x इज इक्वल टु 0 पोइन्ट अफ इन्फ्लेक्सन भयो भन्नुको मिनिङ चाहिँ यो पोइन्टमा चाहिँ मिनिमम पनि हुँदैन म्याक्सिमम पनि हुँदैन। भनेपछि अब के भयो त यो गिभन फंक्सन चाहिँ 1 मा म्याक्सिमम भनेर भयो, 3 मा मिनिमम भनेर भयो, अनि 0 मा चाहिँ नाइदर म्याक्सिमम नर मिनिमम भयो। भ्याल्यु फाइन्ड गर्नु भनेको छैन, प्रुफ गर्नु मात्रै भनेको छ हामीले। यहाँ एउटा प्रुफ, दुईटा प्रुफ र तीनटा प्रुफ दिइसकेपछि therefore the given function is maximum at x is equal to 1, minimum at x is equal to 3 and neither maximum nor minimum at x is equal to 0 प्रुफ भयो र यतिमै सक्यो है त। ल यति नै है त।